ल फाइनली मकालु हिमालयन रिसोर्टमा हामीले प्रवेश गरिसकेको छ। यहाँनिर चाहिँ टिकट पनि सस्तै रहेछ है। एकजना बराबर 300 स्विमिङ पनि गर्ने तरिकाले हामीले चाहिँ टिकट काटेको छौँ। र यस्तो रहेछ है ल रिसोर्ट चाहिँ। तपाईँहरू पनि आएर मजा लिन सक्नुहुन्छ। गर्मीमा यहाँ आइसकिसकेपछि स्विमिङ नगर्ने त कुरै हुँदैन है। है बाँदर साँदर रहेछ। मलाई त स्विमिङ आउँदैन नि फेरि। अब म सिकाइदिन्छु नि त सरलाई। डुब्नु भएन नि मलाई। यो स्विमिङ होइन होला। हर्स राइडिङ पनि छ अरे। हर्स राइडिङ उहाँ रहेछ हर्स। कहाँ हुन्छ यस्तो कहाँ यस्तोमा स्विमिङ गर भने त मान्छेको चिलाएर लुतो आएर मरिहाल्छ। होइन होला। अब चिम्पान्जी मस्त भयो। नाम याम ब्लग्समा आउँछ यो भिडियो चाहिँ। ल सबैजनाले लाइक कमेन्ट अनि सेयर अनि सब्सक्राइब पनि गर्नु नभुल्नु होला। झन्डै यहीँ पौडी खेलिएन यार। यहाँनिर पौडी खेल्ने ठाउँ भएर जाने। के भन्नु छ यहाँ रहेछ। मलाई यो खेल्न नखेल तट यस्तो गर्मीमा। यहाँ चाहिँ रहेछ नि त अनि शिवजीको। यहाँ जानुपर्ने रहेछ। ढुङ्गा छ एउटा। त्यसमा दुईवटा ढुङ्गा बिचमा जोडेको तर त्यहाँ जाँदा नि अहिले त भत्किसकेको रहेछ शिवजीको मूर्ति। अरू के छ त्यहाँ? कैलाश पर्वत। उता पनि हाम्रो ब्लगर हुनुहुँदो रहेछ एकजना। हाम्रो ब्लगरलाई भेट्न जान्छौँ हामी। ऊ कस्तो लागिरहेको? गर्मी त लगभग दाङ जत्तिकै गर्मी छ हौ। हो यस्तो हुप भइरहेको। यहाँ माछा पोखरी छ। माछाहरू छन् यहाँ। पानको पात। हामी यता जान्छौँ अब। नेपालमा स्वागत छ। ए यस्तो रहेछ नि त यहाँ कार्यालय अफिस रे। बस्नुलाई रहेछ यतातिर। ल यता हेर धेरै भयो नि त सेल्फी भिडियो नहालेको। कहाँ छ आइसकेको छ हाम्रो 1 प्लेट मोमो। कस्तो छ त सर? बेस्ट छ ल। बब्बाल छ है ल यो रिसोर्ट। मकालु रिसोर्टमा चाहिँ बब्बाल खानेकुरा पनि पाइँदो रहेछ। बब्बाल स्विमिङ पुल पनि छ है। स्विमिङ पनि हान्ने झ्याम होइन। गर्मी पनि भयो। पसिना छिरिरहेको छ।